यदि तपाईँ यही गतिमा अगाडि बढ्नुभयो भने 5 वर्षपछि तपाईँ कहाँ हुनुहुन्छ? 10 वर्षपछि तपाईँ आफ्नो परिवारलाई के दिन सक्नुहुन्छ? Life is not about waiting for opportunity. It is about creating your own path. आज तपाईँ जहाँ हुनुहुन्छ त्यो तपाईको अन्तिम गन्तव्य होइन। तर यदि तपाईँ यहीँ रोकिनुभयो भने त्यो नै तपाईको स्थायी ठेगाना बन्न सक्छ। याद राख्नुहोस्, द फ्युचर इज नट बोल्ड overnight. The future is the result of small daily decision. भविष्य अचानक निर्माण हुँदैन। भविष्य दैनिक सानो निर्णयको परिणाम हो। आज धेरै युवाहरू भित्रै टुटिरहेका छन्। बाहिर मुस्कान छ तर भित्र डर छ। बाहिर आत्मविश्वासको अभियान छ तर भित्र असफलताको त्रास छ। तर सुनिदिनुहोस्, डर हुनु कमजोरी होइन, डरको अगाडि झुक्नु कमजोरी हो। बिउलाई माटोभित्र गाड्दा त्यो अन्धकारमा चिच्याउँदैन, त्यो मौन रहन्छ। तर त्यही मौन सङ्घर्षले एक दिन उसलाई विशाल वृक्ष बनाउँछ। आज तपाईँ मौन सङ्घर्षमा हुनुहुन्छ भने विश्वास राख्नुहोस्, यो मौनता यथार्थ छैन। हेर्नुहोस्, क्रिस्टियानो रोनाल्डो ऊ जन्मँदै उज्यालो मैदानमा थिएन। लियोनल मेसी ऊ जन्मँदै सधैँ तालीको बीचमा थिएन। उनीहरू पनि कहिले नदेखिने अभ्यास मैदानमा थिए। उनीहरू पनि आलोचनाको भिडमा थिए, तर उनीहरूले हारको कथा स्वीकारेनन्। सफलता तालीबाट जन्मिँदैन, सफलता एकान्त अभ्यासबाट जन्मिन्छ। अब म तपाईलाई एउटा गम्भीर प्रश्न सोध्न चाहन्छु। यदि तपाईँ यही गतिमा अगाडि बढ्नुभयो भने 5 वर्षपछि तपाईँ कहाँ हुनुहुन्छ? 10 वर्षपछि तपाईँ आफ्नो परिवारलाई के दिन सक्नुहुन्छ? आफ्नो आमा बुवाको आँखा गर्वले भरिन सक्नेछ कि तपाईँ अझै पनि परिस्थितिलाई दोष दिँदै हुनुहुनेछ? समय शान्त देखिन्छ, तर समय अत्यन्त निर्दयी छ। जसले आजलाई हल्का लिन्छ उसलाई भोलिले कठोर बनाउँछ। तपाईको सबैभन्दा ठुलो शत्रु बाहिर छैन, त्यो तपाईको भित्रको आलस्य हो। त्यो तपाईको भोलि गर्छु भन्ने बानी हो। त्यो तपाईको आत्मसंशय हो। कोही मानिस असफल हुँदैनन्, उनीहरू निरन्तरता गुमाउँछन्। याद राख्नुहोस्, अनुशासन बिना सपना केवल कल्पना हो। कार्य बिना लक्ष्य केवल शब्द हो। आज धेरै युवाहरू बेरोजगारीको पीडामा छन्। डिग्री छ तर अवसर छैन। तर प्रश्न अवसरको मात्र होइन, तयारीको पनि हो। किताबले जानकारी दिन्छ तर सिपले आत्मनिर्भरता दिन्छ। सिपले सम्मान दिन्छ, सिपले स्वतन्त्रता दिन्छ। यदि तपाईँ आफूलाई उपयोगी बनाउनुहुन्छ भने संसारले तपाईलाई खोज्छ। जीवन बदल्ने दिन कुनै चमत्कारिक दिन होइन, त्यो दिन हो
जब तपाईँ थाकेको अवस्थामा पनि उठ्नुहुन्छ, जब तपाईँ डराएको अवस्था पनि अघि बढ्नुहुन्छ, जब तपाईँ एक्लो हुँदा पनि आफ्नो लक्ष्यसँग वफादार रहनुहुन्छ, त्यो क्षण तपाईको पूर्ण जन्म हो। जब जीवनले तपाईलाई बारम्बार असफल बनाउँछ, त्यो तपाईलाई सन्देश दिइरहेको हुन्छ। आज तयार बन, पीडा अस्थायी हुन्छ, सङ्घर्ष अस्थायी हुन्छ, तर आत्मविश्वास स्थायी हुन्छ। एक दिन तपाईको यी सङ्घर्ष तपाईको गौरव बन्नेछ। अन्त्यमा म तपाईलाई केवल एउटा कुरा भन्न चाहन्छु। तपाईँ साधारण बन्न जन्मिनु भएको होइन, तपाईँ इतिहास लेख्न जन्मिनु भएको हो। तर इतिहास लेख्न साहस चाहिन्छ, अनुशासन चाहिन्छ, निरन्तरता चाहिन्छ। आज निर्णय लिनुहोस्, म बहाना त्याग्छु, म आफ्नो डरलाई जित्छु, म आफ्नो भविष्यको जिम्मेवारी आफै लिन्छु। किनकि भविष्य प्रतीक्षा गर्दैन, भविष्य निर्माण गर्नुपर्छ। धन्यवाद। आफ्नो सपनाप्रति वफादार रहनुहोस्, भोलि होइन आजबाट सुरु गर्नुहोस्।